आएका छौँ। हामी धेरै इच्छाले भन्दा बाध्यताले आएका छौँ। हामी यहाँ धन कमाउनलाई आएका छौँ। मन रमाउनलाई भन्दा हामी यहाँ शिक्षा आर्जन गर्नलाई आएका छौँ। सिप सिक्नलाई आएका छौँ। यो बेलामा यहाँ हुँदाखेरि हिलारीको देशमा बस्दा यहाँको भाषा, यहाँको संस्कृति, यहाँका मान्छेहरू, यहाँको पर्यावरण र प्रकृतिलाई माया र आदर सम्मान गरिदिनु छ। दिने जहिले पनि ठुलाइ हुन्छन्। अनि यहाँको मेहनत गरेर इमानदार भएर सिप सिक्नेले सिप सिक्नुहोस्, ज्ञान आर्जन हुनेले ज्ञान गर्नुहोस्, अनि लक्ष्यमा अडिग भएर आफ्नो शिक्षा पुरा गर्नुहोस्। अनि यहाँ हुने बेलामा समय मिलाएर यहाँका मान्छेहरूले गरेको सुन्दर सुन्दर कुराहरू, सृजनाहरूलाई मजाले घुमेर हेर्नुहोस्। अनि यहाँ कमाएको धनले, यहाँ सिकेको सिपले एक दिन त्यो हिमालयको काखलाई सुनौलो बनाउनु पर्छ। तपाईँहरूलाई यसो भन्दै गर्दाखेरि कस्तो घरको याद, आमाको याद आयो, बाजे बजेको याद। यदि तपाईँहरू यहाँ आउने सिलसिलामा कागज पत्र नमिलेर जान पाउनु भएको छैन नेपाल भन्यो भने बेलामा मिलाएर गइहाल्नुहोस्। हिजो भेटिएका मान्छेहरू आज रहने छैनन्, आज भएकाहरू भोलि हुने छैनन्। त्यसैले समय मिलाएर सायद तपाईँको बाजे बजै, तपाईँको फुपू फुपाज्यू, तपाईँको बा आमा तपाईँलाई कुरेर बसेको हुनुहुन्छ, हुने भएको हुनसक्छ। त्यो भएर समय मिलाएर, काम कुरो कागजपत्र मिलाएर नेपाल फर्किनु होला। घुम्न आउनुहोस्।